हेलो साथीहरू, आज चाहिँ म कर्कलाको तरकारी पकाउँदैछु हैन। मेरो सिम्पल तरिकाले कर्कलालाई धोएर चाहिँ रेडी गरेँ। अनि त्यसमा थोरै आलु, थोरै चना राखेर चाहिँ पकाउँछु। अनि त्यसमा चाहिँ प्याज हैन, अनि टमाटर सबै रेडी गरेर काटेर सबै ठिक्क पारेर राखिसकेँ। कुकर बसालेँ, त्यसमा चाहिँ थोरै तेल राखेपछि अनि खुर्सानी डढाएँ, सुकेको खुर्सानी। अनि त्यसपछि थोरै जिरा र मेथीको दाना चाहिँ फुराइदिएँ। अनि त्यो फुरिसकेपछि चाहिँ प्याज हालेँ। प्याज हालेर थोरै अनि चलाउँदै बनाएँ। प्याज हालिसकेपछि चना राखेँ। चना राखेर चाहिँ त्यसलाई पनि चलाएँ, फ्राई गरेँ। चलाएपछि अनि आलु राखेँ। आलु राखेर पनि चलाएँ। आलु राखिसकेपछि थोरै बेसार राखेँ, थोरै जिरा धनियाँको धुलो, अनि थोरै खुर्सानीको धुलो, थोरै अदुवा लसुनको पेस्ट, अनि नुन राखेर चाहिँ त्यसलाई चाहिँ मजाले फ्राई गरेँ, मजाले चलाएँ। यो चाहिँ मेरो स्टाइलमा हो के, सिम्पल तरिकाले। यसलाई चलाइसकेपछि यो अलिअलि अब भुटिँदैछ, फ्राई भयो। त्यसपछि चाहिँ फेरि कर्कलापछि लास्टमा राखेर, कर्कला चाहिँ धेरै भइरहेको थियो कि, अलि भरि भयो कुकरमा, तर चलाएपछि गलेर अलिकति तलै गयो। अनि एकछिन छोपिदिएँ, त्यो गल्नलाई छोडिदिएँ। अनि हल्का गलिसकेको थियो। त्यसपछि टमाटर राखेँ। टमाटर राखेर चाहिँ अनि त्यसलाई मजाले चलाएर अनि एकछिन छोपेँ। पानी हालेर चाहिँ तातो पानी हालेर अनि कुकरमा चाहिँ राखेर सिटी लगाएँ। यो चाहिँ 4-5 सिटी लगाएपछि चाहिँ यस्तो भयो है। अनि कस्तो, अनि यसलाई थोरै लसुन राखेर चाहिँ मैले झान्छु के तेलमा। पछि लास्टमा झानेको मिठो हुन्छ नि त। झानेर कागती राखेर, कागती निचारेर, कर्कला त ओक्याउँछ नि त, कागती राखेर चाहिँ अनि यसरी एकदम मिठो भएको थियो क्या। यसै मेरो सिम्पल तरिका है साथीहरू। हजुर